जस्तो के छ जस्तो अब लामो समयदेखि चलचित्र उद्योगमा हुनुहुन्छ युगदेखि युगसम्म जस्तो सफल चलचित्रबाट सुरुवात गर्नुभयो हैन धेरै कलाकारलाई चलचित्र उद्योगमा ल्याउनु भयो रेखा थापा लगायतका कलाकारलाई अहिलेको चलचित्र उद्योगको व्यापार व्यवसाय के देखिरहनु भएको छ तपाईले होइन व्यापार व्यवसाय त अब राम्रो सिनेमाले राम्रै व्यापार गरेको छ हैन पछिल्लो अहिले कुरा गर्नुपर्दा आफ्नै चलचित्र कालीको भर्खरै हैन एकदम राम्रो व्यापार दशैंमा अत्याधिक सफल भयो हैन त्यो भन्दा अगाडि होस्टेल भन्ने चलचित्र पनि राम्रो चलेको थियो हैन र हैन सब संसारमा के हुन्छ भने भारतमा पनि अब हामीले नजिकमा हेर्ने हो भने भारतमा पनि 700 देखि 800 सिनेमा बन्छन् हैन तर सिनेमा चल्ने भनेकै 5-7 वटा 10 वटा भन्दा बढी होइन के र हाम्रो नेपालमा चाहिँ हामीले धेरै सबै फिल्म रिलिज भयो सबै हिट हुनुपर्छ भन्ने जरुरी छैन र सिनेमा अहिले नेपालको कन्टेक्स्टमा नेपालमा हाम्रो जति हल्ला चाहिने हो 35 देखि 40 वटा 36 वटा जति भए पुग्छ हैन खासै भन्यो भने 30 वटा भन्दा बढी सिनेमा नै चाहिँदैन तर अब यहाँ पनि सिनेमा बनिरहेछन् झन्डै 60-70 वटा सिनेमा बनेछ चाहिने भन्दा बढी सिनेमा बनेको छ सिनेमा कुन सिनेमा आयो कुन सिनेमा गयो त्यो पनि थाहा छैन दर्शकलाई र भनौं न सिनेमा अहिले हरेक तपाई कहीँ अहिले भिडभाडमा यसो देख्नुहुन्छ होला अहिले चुनावी माहौल छ त्यस्तै माहौलमा यसो खोजेर हिँड्नुभयो भने सिनेमाकै कुरा हुन्छ त्यो सिनेमा पनि किन ती एउटा निर्माता चाहिँ हुन्छ चाहे त्यो सानो सिनेमाको निर्माता होस् चाहे ठूलो सिनेमा भनेपछि यति धेरै सिनेमा बनेका छन् यति धेरै निर्माताहरू छन् अनि ती सबैको पहिचान दर्शकले पनि त पाएको छैन अब तपाईले निर्माण गर्नुभएको चलचित्र लोफर आउँदैछ अझ अर्को भन्नुपर्दा छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको पहिलो चलचित्र अब आउँदैछ के छ अवस्था के छ आजको दिनसम्म अब त धेरै समय पनि बाँकी छैन के छ अहिलेको हैन सिनेमा मैले मेरो तर्फबाट मैले बनाउनु पर्ने सिनेमा पछिल्ला मेरा सिनेमा भन्दा पनि मैले अझै राम्रो सिनेमा बनाउने कोसिस गरेछु किन यो मानेमा राम्रो बनाउने कोसिस गरेछु कि मैले बनाएको सिनेमा अहिलेसम्म मैले भनौं न यत्रा सिनेमा जसरी मैले अब यो काली भयो काली भन्दा अगाडि हमेशा थियो हमेशा भन्दा अगाडि तपाईको रावण थियो अन्दाज थियो कसले चोरे मेरो हिफाजत कसले चोरे मेरो मतलब धेरै सिनेमा युगदेखि लिएर यत्रो यात्रा गरे मैले हैन त्यो बेला सम्ममा चाहिँ अहिले सिनेमाले अलिकति कोल्टो फेरेको छ अलिकति मल्टिप्लेक्सहरु बनेका छन् धेरै हैन र अलिकति +2 का विद्यार्थीहरुलाई पनि तान्ने यङ जेनेरेसनलाई तान्ने भन्ने जुन कुराहरु आइराछ पछिल्लो समयमा लुट चपलिहाडी जस्ता सिनेमाले अत्याधिक व्यापार गरेको थियो त्यो भएपछि मलाई पनि त्यतातिर फड्को मार्ने एउटा इच्छा थियो हैन कि सधैँ छवि ओझा चाहिँ यहाँ भन्ने गर्छन् यतापटिको सिंगल थिएटरको चाहिँ भाषा हो भन्छन् हैन भनेपछि अब म सधैँ यतै मात्रै बस्नेको उता पनि जानु पर्यो मैले उताको दर्शकहरुलाई पनि हेर्नु पर्यो भन्ने जुन सोच राखेर यो सिनेमा बनाउने एउटा सोच आयो सोच मैले गरिरहेको थिएँ तर मसँग त्यस्तो खालको कुनै सब्जेक्ट थिएन तर यही बीचमा मलाई सुभाष सिंह बस्नेत जो राइटर हुनुहुन्छ हाम्रो अन्दाजको हमेशाको जसले चाहिँ सिनेमा लेख्नु भएको थियो उहाँले एकजना भाइ छ बुटोलबाट आउनुभएको बम्बे रिटर्न हो उहाँ सिनेमा बनाउने इन्ट्रेस्ट हुनुहुन्छ उहाँसँग एउटा कन्सेप्ट छ सुन्ने हो दाइ भन्नुभयो मैले भने सुनेपछि मलाई मन पर्यो मन परेपछि ल सिनेमा बनाऊ अब म पनि मल्टिप्लेक्सतिर जानु पर्यो भनेपछि यो सिनेमाको डाइरेक्टरले आदित्य विक्रम लम्सालजी जो हुनुहुन्छ उहाँले मलाई अब मल्टिप्लेक्सतिर पनि तानेर लानु भएको छ भनेपछि मलाई पनि एउटा च्यालेन्ज छ यो सिनेमामा यो सिनेमामा धेरै किसिमले च्यालेन्ज छ किनभने विगत 13 वर्षदेखि मैले काम गरिरहेको रेखा थापाजी यो सिनेमामा हुनुहुन्न हैन यो पनि एउटा च्यालेन्जको कुरा छ अब यसमा के भने विगतमा मसँग छुटेर 3टा फिल्म कन्टिन्यू गरेको आर्यन सिगदेल बाहिर जानुभएको थियो धेरै सिनेमा गर्नुभयो तर त्यसपछि फेरि अहिले आएर मसँग सहकार्य गरेर यो सिनेमा गर्नुभएको छ भनेपछि उहाँको लागि मेरो लागि पनि एउटा च्यालेन्ज छ हैन र सिनेमा मैले राम्रो बनाउने कोसिस गरेको छु र यसमा मैले खर्च पनि राम्रैसँग गरेको छु अहिले पब्लिसिटी पनि राम्रै गरेको छु र मैले सबभन्दा मेन कुरा भनेको कन्टेन्ट र मैले पहिलोपल्ट चाहिँ मल्टिप्लेक्सका आर्टिस्ट जसलाई भन्छन् अहिले मल्टिप्लेक्सको आर्टिस्ट मेन हिरो भनेको दयाहाङ राई जसलाई सुशील राज पाण्डे हाम्रो कमलमणि नेपालजी हैन हुनुहुन्छ उहाँहरूलाई लगायत आर्यन सिगदेललाई गरेर मिक्स गरेर नयाँ हिरोइन रजनी केसीलाई लिएर नयाँ टिमलाई नयाँ डाइरेक्टरसँग मैले एउटा भनौं न उनीहरुको सोच अनुसार चाहिँ सबै वर्गले हेर्ने खालको र विशेष गरेर +2 लाई टार्गेट गरेको सिनेमा हो सबभन्दा पहिला तपाईको सबैभन्दा चर्चित ब्यानर रेखा फिल्म्स आज तपाईसँग छैन हजुर हैन रेखा फिल्म्स भनेको मेरै हो पक्कै तपाईको तर तपाईले यो फिल्ममा छविराज प्रोडक्सन मैले के भने यो सिस्टर कन्सर्न हो के जसरी अर्को क्वेशन मलाई सोध्न मन लाग्यो विगत 13 वर्षदेखि सहकार्य गरेको नायिका रेखा थापा अहिले हुनुहुन्न हजुर हैन र यो अवस्थामा अहिले भनेको तपाईकै ढाडमा छ
तपाईकै मा डिपेन्ड भएको छ कि लोफर के हुन्छ किनभने आर्यन सिग्देल अहिले चर्चामा हुनुहुन्न यथार्थ कुरो हो हैन अब के लाग्छ छविराज ओझा एक्लैले यो लोफरलाई चाहिँ हाँक्न सक्छ हैन दर्शक माझमा दर्शकलाई के विश्वास छ भने छविले बनाएका सिनेमा सितिमिति नराम्रो हुँदैन हैन यो कन्फर्म छ दर्शकलाई सबभन्दा पहिला हैन र सिनेमा दर्शकले के बुझ्नुपर्छ भने छविलाई झन् च्यालेन्ज छ यो बेलामा किनभने नचलेको आर्टिस्ट नयाँ आर्टिस्ट हैन मल्टिप्लेक्सको आर्टिस्ट र चलेको नायिका रेखा थापा हुनुहुन्न यो सिनेमामा हैन भनेपछि नयाँ डाइरेक्टर हुनुहुन्छ भनेपछि छविले केही सोचेर यो सिनेमा बनाएको छ त्यतिकै त पैसा कमाउनलाई ढाट्नलाई मैले बनाएको होइन पक्कै पनि हैन र दर्शकलाई मेरो आफ्नो जिन्दगीको यत्रो वर्षको 25 वर्षको करियर यो सिनेमासँग जोडिएको छ भनेपछि मैले यो सिनेमामा कति सोच लगाएको छ मेरो डाइरेक्टरले कति सोच लगाएको छ मेरो आर्टिस्टले कति सोच लगाएको छ त्यो कुरा एउटा बाहिर बसेर दर्शकहरूले त्यसै पनि बुझ्न सक्नुहुन्छ किनभने छवि ओझाले जहिले पनि के हुन्थ्यो भने रेखा थापा र छवि बसेर चाहिँ एउटा योजना गर्थे अनि सिनेमा बनाउँथे उनीहरूलाई सजिलो छ भन्ने जुन माहौल थियो त्यो माहौलबाट म अलिकति बाहिर निक्लेको छु र मैले आफैले सबै कुराहरू एउटा सिर्जना गर्ने कोसिस गरेको छु र यसमा मलाई ठूलो च्यालेन्ज छ र दर्शकहरूले बुझ्नुपर्छ छवि ओझाले राम्रो सिनेमा बनाउँछ र मैले 100% राम्रो सिनेमा बनाएको छु पक्कै पनि ओके जस्तो अब अर्को मुभी कुरा गरौं काली हजुर कालीमा छविराज ओझाको नाम निशाना केही पनि थिएन हजुर हैन र छविराज ओझाको नाम जोडियो हजुर र फेरि छविराज ओझा र रेखा थापा एक भए र त्यो चलचित्रमा सँगै काम गर्दा आज काली ब्लकबस्टर बन्यो अत्यधिक सफल चलचित्र मध्येका एक बन्न सफल भयो र अब अहिलेको अवस्थामा जसरी तपाईले रेखा थापालाई साथ दिनुभयो हैन कालीमा अब यो अवस्थामा लोफरलाई रेखा थापाले साथ दिने अवस्था छ कि छैन हैन अब म अलिकति ब्याकमै जान्छु पहिला कालीबाटै चर्चा गरौँ हैन कालीमा मैले सुरुमा मैले के भने रेखाजीले मलाई धेरैपल्ट फोन गर्नुभयो धेरैपल्ट एसएमएस गर्नुभयो हैन कि काली बनाउँदैछु सबीर श्रेष्ठलाई डाइरेक्टर लिँदैछु हैन के गर्ने कसो गर्ने भनेर अनि मैले रेखाजीलाई एउटै कुरा भने तपाईलाई मैले 12 वर्ष 13 वर्ष सँगै बसाए सँगै हिँडाए हरेक काम गरे अब तपाईले कति जान्नु भएको छ त तपाई आफै गर्नुस् तपाईलाई साह्रै अप्ठ्यारो पर्यो भने म आउँछु अहिले म तपाईलाई केही पनि हेल्प गर्दिन आफ्नो हिसाबले बनाउनुस् तपाईले मसँग के सिक्नु भयो त भन्ने कुरा भएपछि अनि उहाँले सिनेमा बनाउन थाल्नुभयो हैन सिनेमा बनाउन थाल्नुभयो मेरो आफ्नो लोफर सुटिङ चलिरहेको थियो अनि पछि जब उहाँलाई अब माओवादी सरकारले चाहिँ माओवादी पार्टीले चाहिँ चुनाव टिकट दिने भन्ने कुरा आएपछि रेखाजी अब के भन्नुभयो भने छवि अब सबैजी टेक्निकल कुराहरुमा लाग्नुहुन्छ यो पब्लिसिटीदेखि लिएर सारा फिल्म कम्प्लिट गर्ने काम त गाह्रो छ अब म उता जाने कि यता जाने भनेर जब उहाँले मलाई भनिसकेपछि ल म आउँछु अब भनेर अनि म इन्ट्री गरेको त्यसपछि मैले इन्ट्री गरेको र मैले पहिलोपल्ट उहाँको 50-50 त 100 पुग्दैन तपाई आउने बित्तिकै 50 मात्रै थियो रेखा 50 तपाई 100 पुग्यो अनि मैले पहिलोपल्ट गएर पहिला मलाई सिनेमा देखा कस्तो बनाइस् भनेर जब मैले उहाँहरुको एडिटिङमै सिनेमा हेरिसकेपछि मैले रेखाजीलाई अनि हाम्रो सबीर श्रेष्ठजीलाई थ्यांक यू भने कि तिमीहरुले मबाट धेरै कुरा सिकेछ यस म भन्दा राम्रो सिनेमा बनाएको छ भनेपछि मलाई खुसी लाग्यो त्यसपछि अनि अगाडि बढ्यो हैन अब मैले मेरो कर्तव्य मैले आफ्नो किसिमले मेरा बच्चाहरु हुन् सबीर श्रेष्ठ रेखा थापा भनेर मैले ल्याएको मान्छेहरु हो हैन अब उनीहरुले बोलाएको ठाउँमा म गए अब मलाई हेल्प गर्ने नगर्ने भन्ने त उनीहरुले सोच्ने हो मैले होइन नि मैले सोच्ने होइन म त बाउ हो मैले कसको हेल्प माग्ने किन माग्नु म त माग्ने मैले त दिने हो जहिले पनि म त दिइरहने हो उनीहरुले गरुन् नगरुन् मलाई मतलब छैन तर मैले आफ्नो काम मैले आफ्नो रूपले म आफ्नो तयारीमा हिँडेको छु मैले मेरो टिम लिएर मैले हिँडेको छु लोफरको अब त्यसमा सोच रेखाजीको सोच अरु मेरा मित्रहरुको सोच के छ त्यो उहाँहरुले थाहा पाउने कुरा सबैले म यसमा कुरा काट्न मन लाग्यो यो मुभी लोफरमा इन केस हजुर आर्यन सिग्देलको ठाउँमा अरु भएको भए रेखा थापाले तपाईलाई साथ दिने अवश्य पनि हो हैन यसमा कुनै शंका थिएन 10 मनमा 1 मनले सोच्न सकिदैन थियो कि रेखा थापाले छवि ओझालाई साथ दिदैन भनेर र अब अहिले कस्तो अवस्था देखियो भन्देखि यता आर्यन सिग्देल यता रेखा थापा आर्यन सिग्देल र रेखा थापा भनेको नेपाली चलचित्र उद्योगको सबभन्दा ठूलो दुश्मन हुन् अहिलेको अवस्थामा अब तपाईले त्यो पोइन्ट भन्नुहुन्छ हैन तर अब मैले भनेको यी दुईटा व्यक्तिलाई मैले तपाईले ल्याएको सही हो अनि ल्याएपछि यी दुईटाको बाउ म भएपछि मैले त यिनीहरुको झगडा मिलाउने कोसिस गर्ने हो नि त हैन सन्दामा के देख्नु हैन मैले त आर्यन र रेखा मिलाउन कुनै दिन यस्तो दिन आउँछ नेपाली सिनेमा इन्डस्ट्रीमा छवि ओझाले रेखा थापा र आर्यन सिग्देललाई फेरि एउटै सिनेमा खेलाउँछ जुन सिनेमा लास्ट कसले चोरी बेरोमन बनेको थियो त्यो फिल्म फेरि भन्छ त्यो घोषणा हो मेरो लागि पनि खेल्छन् कुनै दिन म त्यो ल्याउँछु कुनै यिनीहरुसँग मैले आसन के लिएँ त पक्कै पनि मैले केही लिनै सकेको छैन मैले दिएको मात्रै छु भने यिनीहरुबाट केही लिन्छु नि त कुनै दिन ल मेरो लागि काम गर तिमीहरु दुईटै सेटमा नबोल न
यो काम भएको थियो राजेश हमाल र कृष्टि मैनालीको फर्स्ट फिल्म युगदेखि युगसम्म। त्यो बेलामा यिनीहरू कोही पनि बोल्दैन थिए। मैले गएर के भने परेको थियो। त्यो बेलामा मैले के भने तिमीहरू दुईजना खेला नखेलासँग सम्बन्ध छैन, सिनेमा इन्डस्ट्रीको कुरा हो यो होइन। तिमीहरू दुईजना काम गर, नबोला, सेटमा बोल्न जरुरी छैन नि। सेटमा डाइलेक्ट आउँछ, डाइलेक्टमा बोल्ने, राम्रो फिलिङ्स दिने, सक्यो त्यसपछि तिम्रो काम छैन भने उहाँहरूले गर्नुभयो। पछि त्यो हिट जोडी थियो। त्यस्तै रेखा थापा र आर्यन सिग्देलको कुराहरूमा चाहिँ अब जसरी अब उहाँहरूको भित्र के भयो कसो भयो त्यो वास्तवमा म यति नजिक छु, मलाई पनि थाहा छैन। अब म न रेखाजीले भन्नुहुन्छ न आर्यनजीले मलाई भन्नुहुन्छ होइन, दुइटैले मलाई भन्दा पनि भन्दैन। तर जे होस् अब यो दुइटालाई मिलाएर लाने भनेको मैले लान सक्छु। अब त्यो समय आउँछ, एउटा कुनै पनि टाइम हुन्छ, त्यो टाइममा दुइटालाई राखेर म सिनेमा चाहिँ बनाउँछु। लोफरमा के छ, सामाजिक सन्देश दिने प्रयास गर्नु भएको छ? 100% मैले अघि नै यो कुरा भनिसकेँ। यो समाजले अहिलेको जेनेरेसन, यङ जेनेरेसनलाई कसरी लोफर बनाइरहेछ र त्यो लोफर बनिसकेपछि त्यो लोफरले यो समाजलाई के गरेको छ, के पाठ पढाएको छ भन्ने कुरा नै मैले देखाउन खोजेको छु सिनेमामा। यो समाजभित्रकै घटना हो भनेपछि केही न केही सन्देश दर्शकले फिल्म हेरेर निस्केपछि पाउनुहुन्छ। 100% पाउनुहुन्छ र सिनेमामा भयङ्कर इन्जोय गर्नुहुन्छ र एकदम राम्रो सिनेमा बनेछ। यसमा हाम्रो यसको पुरै श्रेय भनेको हाम्रो आदित्य विक्रम रम्सालजी जो यो फिल्मको डाइरेक्टर हुनुहुन्छ। उहाँले साह्रै मेहनत गर्नुभएको छ र उहाँले जुन किसिमले काम गर्नुभएको छ नि, र जुन एकदम शालीन टाइपको मान्छे उहाँ होइन, सिधा टाइपको मान्छे, र उसले जुन कन्सेप्ट लिएर आयो त्यो कन्सेप्ट मलाई साह्रै मन पर्यो होइन। त्यसपछि उहाँले जुन गाना अहिले 81-82 जुन गाना चर्चामा छ अहिले बजारमा, त्यो गाना उहाँले नै म्युजिक आफै लेख्नुभयो र आफै म्युजिक पनि दिनुभएको छ। ओके, भनेपछि कति ट्यालेन्ट हुनुहुन्छ भन्ने कुरा त्यहाँबाट बुझिन्छ है। जोस् छविराज ओझाको साख गिराउने काम लोफरले गर्दैन, 100% गर्दैन। अब सिनेमामा कति व्यापार गर्छ र कति कमाउँछ भन्ने कुरा होइन कि छविले सिनेमा राम्रो बनायो भने चाहिँ 100% म बनाउँछु। ओके, जस्तो छविदा मैले सुरुदेखि नै तपाईँलाई भने तपाईँ चलचित्र उद्योगका सफल निर्माता हुनुहुन्छ होइन, र तपाईँले निर्माण गर्नुभएका चलचित्र असफल भएको अवस्था पनि छैन। झन्माथि पछिल्लो समयमा आएको चलचित्रको कुरा गर्नु सर्वाधिक सफल चलचित्र मध्ये हुन सफल हुनुभएको छ। तर कता कता एउटा कुरो चाहिँ मलाई के आरोप लाउनु मन लागेको छ भनेदेखि नि, तपाईँ चलचित्रको नाममा चाहिँ तपाईँ असफल हुनुभयो कि जस्तो लाग्छ कि हरेक तपाईँले निर्माण गर्नुभएका सफल मुभीहरू बलिउडसँग नाम जोडिएको छ। एउटा हमेसाको कुरा गरौँ, चाहे हिफाजतको कुरा गरौँ, चाहे हिरोको कुरा गरौँ, अब लोफर पनि बलिउडमा छ क्या, किस्मत पनि छ, हिम्मत पनि सबै छ क्या, सबै छ। यो चाहिँ किन हो के भने यो सबै भारत र नेपाल भनेको एकदम जोडिएको, हामी त छिमेकी राष्ट्र पनि भयौँ, हाम्रो लिपिहरू पनि सेम हो होइन। र यो सबै नामहरू मैले लिएको जम्मै नेपाली शब्दकोशबाटै लिएको हो होइन, मैले बाहिरबाट गएको छैन। मैले अहिलेसम्म शब्दकोशमा नभएको शब्द राखेर भारतबाट लिएर आएको होइन होइन। तर के छ भने अब हामीभन्दा 50 वर्ष अगाडि सिनेमा इन्डस्ट्री भारतको, र त्यहाँ पनि यही नामहरू नै आउने हो। त्यहाँ पनि हिम्मत भन्ने सिनेमा बनेको छ, लोफर भन्ने सिनेमा 2टा बनेको छ, किस्मत बनेको छ होइन, सबै सिनेमाहरू बनिरहेछन्, हमेसा 2टा बनेको छ। तर के भने नाम मात्रै न हो मैले ल्याएको, नाम चाहिँ हाम्रो सब्जेक्टमा जे मिल्छ त्यही राख्ने हो होइन। तर अब भारतमा आयो भने यहाँ नराखौँ भन्ने मिल्दैन। त्यसकारणले मैले नेपाली शब्दकोशबाट लिएर आएको नाम हो, तर सिनेमा सेम होइन। एउटा हुन्छ नेपाली चलचित्र उद्योगमा के सिलेक्टेड मान्छेको कुरा गरौँ है, निर्माताको नाम लियो भने तपाईँको नाम आयो हजुर होइन, नायकको नाममा लियो भने राय समरको नाम आयो, नायिकाको नाम लिने हो भने करिश्मा मानन्द अथवा रेखा थापाको नाम पक्कै पनि आयो। यसरी भन्नुभन्दा आजको दिनमा चलचित्र उद्योग बिग्रिरहेको अवस्थामा तपाईँहरूले मिलेर गर्नु भने चलचित्र उद्योग फेरि एकपल्ट माथि आउने अवस्था छ। जस्तो नाममा पनि छविराज भन्ने बित्तिकै एउटा आफैमा एउटा ब्रान्ड भइसक्यो कि, भन्दा तपाईँले आफ्नो पन भएको आफ्नै किसिमको हिन्दी फिल्मसँग नजोडिएका नाम राख्नु भएका भए पनि त सफल हुन्थ्यो नि होइन, तपाईँलाई त्यस्तो लाग्दैन? होइन, सजिलो नामहरू मिल्नु पर्यो, कति कुरा कोसिस गर्नु पर्यो। जस्तो मैले कसले चोरी मेरो मन राखेँ होइन, अब राखेकै हो होइन, त्यो त हेरेर जस्तो यस्तै रहेछ जिन्दगी भन्ने फिल्म पनि राखियो होइन। अब पहिला युगदेखि युगसम्म भनेको कहीँ कसैसँग नमिल्ने नाम थियो, त्यो पनि राखियो होइन। अब नाता भन्ने सिनेमा इन्डियासँग पनि नाता नै थियो, यहाँ पनि राखियो। अब त्यो कति मिल्छ कति मिल्दैन, तर के छ भने सिनेमाको मेरो सब्जेक्ट अनुसार मिल्ने, यसपालि मलाई यो लोफरको चाहिँ धेरै मेरो सब्जेक्टसँग मिलेको हुनाले लोफर राखियो। र लोफर भन्ने चाहिँ फेरि अब भारतीय सिनेमा भन्नुभयो, जस्तो मैले एउटा इन्टरभ्यूमा पनि भनेको थिएँ,
आजभन्दा 25 वर्ष 30 वर्ष अगाडि चाहिँ अब हामी घरमा 5 जना दाजुभाइ 3 जना दिदीबहिनी होइन म सबभन्दा कान्छो मेरो बुवाले एकजनासँग कुरा गर्दै हुनुहुन्थ्यो क्या त्यो बेला म अलिकति म लोफरै रहेछु नि बुवाको नजरमा कि म सिनेमा हेर्ने बढी सिनेमा पढ्न पर्ने हो हुनाले मेरो एउटा छोरा चाहिँ लोफर छ भन्नुहुन्थ्यो त्यही सम्झेर मैले यो फिल्ममा लोफर राखौँ ठ्याक्कै मिल्दो रहेछ मेरो सब्जेक्टसँग भन्नु अब यो भारतसँग मिल्छ मिल्दैन भन्ने हामीले सोचेकै होइन अनि मैले मेरो डाइरेक्टरलाई हाम्रो आदित्यजीलाई के भन्यो भने लोफर राम्रो छ नाम ल भन्यौँ हामी दयाङ राईजी हामी सबै बस्यौँ अनि लोफर सबैतिरबाट हेर्दाखेरि सब्जेक्टमा ठ्याक्कै मिल्ने भयो ल ठिक छ यो नाम भन्यो अनि त्यसपछि हामीले डिक्सनरीमा पनि हेऱ्यौँ अनि हेर्दाखेरि यो खास हिन्दी भन्दा पनि इङ्ग्लिस नाम रहेछ विगत 5-7 वर्ष बीचको यो टाइममा छवि ओझाले जति पनि मुभी निर्माण गरियो होइन प्रायमा नारी प्रधान भयो कि हुनसक्ला रेखा थापा भएको कारणले गर्दाखेरि पनि अथवा छविराज ओझाको ब्रान्डिङ त्यसरी लाने भन्ने हिसाबले पनि हुनसक्ला होइन अब यो लोफरलाई नारी प्रधान भन्न सक्ने अवस्था छैन यसको ट्रेलर हेर्दाखेरिको अवस्थामा होइन किनभने त्यसमा दयाङ राई र आर्य सिग्देललाई नै बढी हाइलाइट गरिएको छ रजनी केसी कम छ के हो यो अब तपाईँले त्यो नारी प्रधान धारबाट चाहिँ हटेर पुरुष प्रधान फेरि आउनुभएको होइन यो टाइटल चाहिँ लोफर हो होइन तर यसमा हिरोइनको काम राम्रो छ नारीकै मतलब नारीबाटै कथा सुरु हुन्छ क्या नारीकै कारणबाट कथा सुरु गरेर इन्ड पनि हुन्छ होइन यो सिनेमामा पनि तर अब विगतमा जस्तो रेखा थापाजीलाई लिएर मैले जति पनि सिनेमा बनाएँ उहाँलाई एज अ हिरोइन कम हिरो नै बढी बनाएर जो उहाँमाथि बेस भएर सिनेमा बनाएँ त्यो यसमा पनि सेम त्यस्तै हो तर अब अहिले उहाँ नयाँ भएको हुनाले त्यति हामीले चाहिँ अरूतिरबाट चाहिँ फोकस लगाएको छ लोफर टाइटल एउटा यो आफैमा केटा एउटा पुरुष प्रधान जस्तो देखिएको छ होइन तर सिनेमा नारी नै छ पुरै नारी नै हो यसमा पनि होइन र अब बन्ने मेरो लज्जा भन्ने फिल्म पुरै नारी प्रधान सिनेमा आउँदैछ होइन भने म नारी प्रधान त छोड्दिनँ भनेपछि तपाईँले त्यसको नारी प्रधानको स्वाद पाइसक्नु भएको छ होइन किनभने नारीलाई जहिले पनि उठाएर नारीलाई सम्मान गरेर भनेर सिनेमा बनाएको छ भने त्यो सिनेमा जहिले पनि चलेको छ यहाँ मात्रै होइन भारतमा पनि चलेको छ बाहिर पनि चलेको छ किनभने एउटा नारीले गर्दाखेरि अरू पुरुषहरूलाई पनि सिनेमा हलसम्म पुर्याइन्छ बच्चाहरू पनि सिनेमा हेर्न जान्छन् क्या नारी प्रधान सिनेमा भनेर छवि ओझाको यो बठ्यायो भने सिनेमा राम्रो पनि बनाएर म्यासेज पनि जान्छ नि त त्यो पनि हो नि ओके अब जस्तो अब म एकछिन आर्यनलाई जोड्छु अब यहाँ अघि भन्दा अलिकति हामीले जोडेको फेरि जोड्न चाहन्छु आज आर्यनको करियर एकदमै अप्स एन्ड डाउन छ एकदमै बिग्रिरहेको अवस्था छ कि होइन जुन जुन चलचित्रबाट आशा गरिएको थियो ती चलचित्र असफल भए मधुमास असफल भयो होइन महसुस असफल भयो दबाब असफल भयो होइन त्योभन्दा अगाडिको मुभी गर्ने हो भने थुप्रै असफल भए अब आज करियरको क्वेसन हुँदैछ हुनसक्ला आर्यन सिग्देलले निर्माण गरेको नोभेम्बर रेन के हुन्छ थाहा छैन यो आफ्नो ठाउँमा छ यो भन्दा पछाडि चल्ने हो होइन लोफर भन्दा पछाडि चल्ने कारणले गर्दाखेरि यसै हो भन्न सकिँदैन के लाग्छ अब जुन किसिमले तपाईँले आर्यनलाई ल्याउनु भयो हजुर त्यही अनुसार फेरि अब यो लोफर हेरेपछि आर्यनको करियर फेरि पहिलाको अवस्थामा पुर्याउनुहुन्छ तपाईँले होइन मेन कुरा चाहिँ के भने अब आर्यनजीले स्क्रिप्ट पढ्छु अनि म सब्जेक्ट हेरेर सिनेमा गर्छु भनेर उहाँको सब्जेक्ट नै फेल खाइरहेछ कि मैले बुझेर जाने सब्जेक्टमा चाहिँ अलिकति ध्यान दिनुपर्ने हो होइन आर्टिस्ट आर्यन सिग्देललाई आज पनि त्यति नै मन पराउँछन् मतलब लेडिजहरूले पनि त्यतिकै मन पराउँछन् केटाहरूले पनि अहिले राजेश हमाल पछाडि राम्रो नायक भनेको आर्यन सिग्देल हो जहाँ पनि कुरा आउँदाखेरि फर्स्टमा आर्यन सिग्देलकै आउँछ अहिले राजेशजीको आउँछ एउटा अनि त्यसपछि हिरो भनेको नायक राम्रो नायक भनेको चाहिँ आर्यन सिग्देल भन्ने छ होइन तर के भने सब्जेक्ट अनुसारको कुरा हो मैले र सिनेमा भनेको कलाकारले मात्रै चल्ने होइन सब्जेक्टले चल्ने हो मेन कुरा चाहिँ त्यो बुझ्नुपर्ने कुरा छ होइन र कलाकार भनेको चाहिँ सुनमा सुगन्ध हो सुन आफैमा राम्रो हुन्छ त्यस पछाडि त्यसमा अझै त्यसलाई राम्रोसँग बनाएर लगायो भने त्यसको सुगन्ध भन्छ नि एउटा त्यो हो होइन कलाकार भनेको अब राम्रो सब्जेक्टमा राम्रो र मेरो सब्जेक्ट जुन किसिमको छ आर्यन सिग्देललाई सुहाउने र आर्यन सिग्देलले एकदमै राम्रो गर्नुभएको छ मलाई जहाँसम्म लाग्छ आर्यन सिग्देलको सबै पाप यो लोफरबाट धोइन्छ कन्फिडेन्स नभएको भए अहिले लज्जा मेरो 7 गतेबाट सुटिङ हुँदैछ कसरी हुन्छ त न म फेरि किन लिन्थेँ तपाईसँग राय समालले काम गर्नुभयो राय समालजीले 4वटा फिल्म 5वटा फिल्म बिस्तारै राय समाल अलिक कम तपाईँको फिल्ममा कम आउँदै गर्नुभयो होइन त्यसपछि विराजको पनि अवस्था त्यस्तै भयो होइन त्यसपछि आर्यन राय कम हुँदै आयो अब अहिले रेखाको अवस्था त्यस्तै छ यो कारण चाहिँ के हो जसलाई छवि ओझाले माथि ल्याइरहेको छ वास्तवमा राय समाललाई ल्याएको त छवि ओझाले नै हो युगदेखि युगसम्मबाट होइन यो चाहिँ कारण के हो बिस्तारै छवि ओझा मेरो कस्तो हुन्छ भने अब सिनेमा राय समालजीलाई मैले सिनेमा
सिनेमामा ल्याएँ, राजा सिमालजी यसरी चल्नुभयो कि अब मेरो सिनेमामा टाइम दिन मलाई जुन किसिमले फुल टाइम चाहिन्छ होइन, मैले एकदम 50-60 दिन अहिले आएर आजको सिनेमा मेकिङमा हामीले चाहिँ 30 दिन 40 दिनको कुरा गर्छौँ होइन, त्यो बेलामा सिधै 60 दिनको सुटिङको हामी एग्रिमेन्ट गर्थ्यौँ। 60 दिनसम्म अर्को फिल्म खेल्न पाइँदैन भन्ने कुरा हुन्थ्यो। भनेपछि राजा सिमालजीलाई त मैले हेर्नै मिलेन, उहाँले मलाई फर्केर हेर्नै पाउनु भएन, उहाँ धेरै नै बिजी हुनुभयो। युद्धसँग पछाडि मैले नाता बनाएँ, उहाँ हुनुहुन्न थियो, जन्मभूमि बनाएँ, उहाँ हुनु भएन। त्यसपछि फेरि ग्याप भएपछि मैले राजेशजीलाई उल्टो भने के हो मसँग काम गर्ने हो भनेको हुन्छ भन्नुभयो, अनि हिरोमा लिएर आएँ। हिरो पछि फेरि कन्टिन्यू मसँग काम गर्नु, उहाँले हिरो कस्तो छैन यस्तो रहेछ जिन्दगी अजम्बरी नाटकसम्म कन्टिन्यू गर्नुभयो। अनि त्यसपछि अलिकति सिनेमाको ट्रेन्ड चेन्ज भयो जस्तो लाग्यो मलाई होइन, अनि अलिकति नयाँलाई फेरि ल्याउनुपर्छ भन्ने जुन मेरो सोच आयो। त्यसपछि हिम्मत भन्ने सिनेमा बनाएँ मैले, हिम्मतबाट ठ्याक्कसँग बिराज भट्टलाई रवि ढुङ्गानालाई इन्ट्री गराएँ होइन, त्यो फिल्म बवाल चल्यो। त्यसपछि किस्मतमा बिराज भट्टलाई, रेखा थापाजी अनि आर्यन सिग्देल नयाँ एउटा फेस राख्ने भनेपछि फेरि आर्यन सिग्देललाई ल्याइयो। भने त्यसरी नै मेरो क्रम सुरु भइरहेछ। भनेपछि राजेशजीसँग फेरि काम गर्ने मौका मिलेको छैन, फेरि गरिहाल्ला। ओके, अनि फेरि रजनी केसीले ल्याउँदै हुनुहुन्छ नि, अब +2 हिरोइन छान्दै हुनुहुन्छ, रजनी केसीलाई लोफरबाट ल्याउँदै हुनुहुन्छ। रजनीको भविष्य के हुन्छ? रजनी चाहिँ अब खास साइन्स पढेको विद्यार्थी होइन, उसले एमआर गरेको ब्याचलर होइन। अब उहाँलाई सिनेमा खेल्ने इन्ट्रेस्ट बच्चादेखि रहेछ होइन। मैले अब भेटेँ, कुरा गरेपछि म खेल्छु भन्नुभयो, मलाई डायरेक्टर साहबलाई देखाएँ, डायरेक्टर साहबले पनि ओके गर्नुभयो, जस राम्रो छ उसको होइन। अब बाँकी त उहाँले जाँच दिनुभएको छ, जाँचको रिजल्ट चाहिँ 21 गते आउँदैछ। अब के लाग्छ? 21 गते अब कवि काट्नेहरूले भन्नु पर्यो। अब के लाग्छ, रेखा थापालाई रिप्लेस गर्न सक्छ त रजनी केसीले? कसैले रिप्लेस भन्ने नै हुँदैन। रेखाजी भनेको त टप नायिका हो, उहाँसँग पुग्छु भनेर अहिले कसले सोच्ने कुरै होइन कि। तर अब मिडिया साथीहरूले अब भनौँ न आफ्नो कुराहरूलाई बिकाउनको लागि विभिन्न रिप्लेक्स लेख्नु होला, के लेख्नु होला होइन। रेखाको ठाउँमा रजनी केसी भन्नु होला, या कहीँ चाहिँ यी हुन् रेखाको सौता भनेर आउँछ, कहिले के आउँछ त्यो पनि एउटा यो समाचार बिकाउने कुराहरू हो होइन। अब रेखाजीको ठाउँ लिन धेरै गाह्रो छ, कसैले पनि लिन सक्दैन, यो भन्ने बेकार हो। तर के भने राम्रो कलाकार आउन सक्छ, अब रजनी राम्रो कलाकार भएर आउन सक्छ। पछिल्लो समयमा छवि ओझालाई हेर्ने हो भने निर्माता कम वितरक अलिक बढी हुन खोजेको हो कि, अथवा वितरक छवि ओझा चाहिँ निर्माता छवि ओझामा हावी हुन खोजेको हो कि जस्तो पनि लाग्न थालेको छ? त्यस्तो होइन, पहिला म वितरकबाटै निर्माता भएको हो होइन। पछिल्लो समयमा चाहिँ के भयो भने जस्तो डिसिएनले डिस्ट्रिब्युसन गर्दै थियो होइन, गरुन्जेल हामीलाई सिनेमा लगाउन ओर्न सहुलियतै थियो। जब अब पछिल्लो समयमा डिसिएनले सिनेमा रिलिज गर्न छोडेपछि अहिले हामीले एउटा एफडी भन्ने कम्पनी खोलेका छौँ होइन। यसको हाम्रो चेयरम्यान हाम्रो प्रदीप उदयजी नै हुनुहुन्छ होइन। अब म्यानेजिङ डाइरेक्टरमा नरेन्द्र महर्जनजी हुनुहुन्छ। एउटा हामीले एउटा ग्रुप तयार गरेको होइन, ताकि यो ग्रुपले पैसा कमाउनु होइन, नेपाली सिनेमा इन्डस्ट्रीको जुन चाहिँ एकदम तल गयो अहिले, निर्माताले राम्रोसँग पैसा पनि प्राप्त गर्न सकेको छैन, निर्माताको राम्रोसँग सिनेमा रिलिज भएको छैन भन्ने एउटा जुन कुरा आएपछि ल हामी यस्तो काम गरौँ, जो हामी चाहिँ निरन्तर सिनेमा इन्डस्ट्रीमा बसेका छौँ भने हामीले नै यसलाई चाहिँ अगाडि लानुपर्छ भनेर यो ग्रुप तयार गरेर हामीले सबै निर्माताको राम्रोसँग सिनेमा रिलिज गर्ने एउटा प्रावधानको लागि एफडी खोलिएको हो। जस्तो यो एफडीमा त अहिले तपाईँहरूको हालिमुहाली भइरहेछ नि त यो चलचित्र उद्योगमा। कालीले राम्रो व्यापार गरिदियो होइन, त्यस्तै गरेर अब अहिले क्रिस तपाईँहरूले बाहिर काठमाडौँ बाहिर देखाउनु भयो, राम्रो व्यापार गर्यो। तपाईँहरूकै फेरि जताततै त्यो भनेको इन्डस्ट्रीले खुसी, नेपाली सिनेमाको इन्डस्ट्रीले खुसी मान्ने कुरा हो कि एउटा यस्तो ग्रुप आएको छ जसले चाहिँ नेपाली सिनेमालाई राम्रोसँग हलसम्म पुर्याइदिन्छ र त्यसले प्रदर्शन गरिदिन्छ भनेपछि यो त हाम्रो लागि चाहिँ ठुलो, मतलब सिनेमा इन्डस्ट्रीको लागि चाहिँ ठुलो खुसीको कुरा हो। यसमा चाहिँ रिच राग भन्दा पनि हाम्रो यो एफडी भन्ने कम्पनीले पैसा कमाउने हिसाब उद्देश्यले खोलेको होइन। हामीले अब यसमा खर्च त आउँछ, खर्च चाहिँ मेन्टेन गर्ने होइन। तर निर्माताको कस्तो खालको छ निर्माताले हामीसँग एडभान्स लिने हो भने 15% दिने हो कि होइन, एडभान्स दिन सक्दैन भने 7%मा काम गर्ने हो कि, हामीले हरेक व्यवस्था सुविधा दिएको छौँ होइन। र त्यसलाई चाहिँ सानोभन्दा सानो स्टेसनमा फिल्म लगाउने हाम्रो सोचमा हिँडेका छौँ। र हामीले यस्तो पनि व्यवस्था गरेको छ कि हरेक निर्मातालाई बेलुका उहाँको मेलमा हामी सबै हिसाब बक्स अफिस जुन गभर्मेन्टले भन्थ्यो नि, त्यो बक्स अफिस हामीले आफैले खडा गरेका छौँ। यति सजिलो छ हाम्रो जुन अफिस छ, अफिसमा कोही पनि निर्माताको मान्छे आयो भने बिहानदेखि बेलुकासम्म हेर्न सक्नुहुन्छ उहाँले, कुन ठाउँमा कति बजे कतिजना मान्छे सिनेमा हेर्दै हुन्थ्यो भन्ने कुरा हामी यहीँबाट देखाइन्छ। ओके, अब जस्तो एफडी कालीको लागि सफल भयो, कालीलाई सफल हुनुमा एफडीको पनि हात रह्यो होइन।
दुईटै वर्गलाई यसमा भन्नुपर्छ। कस्तो हुन्छ भने निर्माताको तर्फबाट काली भन्ने सिनेमा पनि राम्रो बनाएको कारण बन्यो र हाम्रो डिस्ट्रिब्युसन पक्षबाट पनि सबै ठाउँमा धेरैभन्दा धेरै हलमा लगेर यसलाई प्रदर्शन गराएर धेरैभन्दा धेरै कलेक्सन गर्ने सफल भएपछि दुईटै व्यक्ति सफल भयो। अब लोफर तपाईँले राम्रो बनाए सुरुदेखि भनिराख्नु भएको छ, अब डिस्ट्रिब्युसन सायद अब एफडीले नै गर्दैछ। होइन, एफडी नै हो डिस्ट्रिब्युसन। अहिलेसम्म मेरा आका फिल्म भनौँ न, भोलि बन्ने लज्जासम्म हाम्रो त्योभन्दा पछाडिसम्मको फिल्महरूमा म आफै कम्पनीमा आबद्ध भएको कारणले गर्दाखेरि पनि सिनेमा मैले बनाएको सिनेमा यी नै आउँछ र हाम्रो साथीभाइहरू, मैले बुझेका साथीभाइहरूलाई पनि मैले भन्ने र जानकारी दिने भनेको एफडीमा जो सजिलो हुन्छ तिमीलाई, मैले पाएको सुविधा पाउँछ त्यहाँ पनि र धेरै ठाउँमा तिम्रो सिनेमा लाग्छ, राम्रोसँग रिलिज हुन्छ। किनभने हामीले सबै हलहरूलाई समेटेर फिल्म सप्लाई गरेपछि त्यो हलवालाले हामीले भनेको मान्ने भयो नि त, भने सजिलो हुने एउटा निर्मातालाई। छविराज ओझा जुन पहिलाका जुन एउटा सिंगल थिएटरका राम्रो प्रोड्युसर बन्न सफल भयो होइन, अब लोफर पछि छविराज ओझा मल्टिप्लेक्स थिएटरका सफल निर्माता हुन सक्ने अवस्था चाहिँ के छ? मेरो टार्गेट पनि त्यही हो होइन, 100% म सफल हुन्छु। मलाई जहाँसम्म लाग्छ, मैले जहाँ पनि भन्दाखेरि अब मेरा सिनेमाहरू बिस्तारै दुई किसिमका बन्छन्। एउटा सिंगल थिएटरको लागि मात्रै पनि बनाउँछु, किनभने जहाँसम्म आज मलाई 25 वर्षदेखि जुन थिएटरले, जुन दर्शकले मलाई साथ दिनुभएको छ, त्यो दर्शकलाई म एकपल्ट छोड्नेवाला छैन होइन। अपग्रेड त सबैलाई गराउँदै लाने हो बिस्तारै। र म मल्टिप्लेक्सको सिनेमाहरू पनि बनाउँछु, जस्तो लज्जा पनि दुईटै किसिमले हुने गरी मैले सिनेमा बनाउने कोसिस गरेको छु। भनेपछि अब आगामी दिनहरूमा पनि त्यही कोसिस हुन्छ। भोलि रेखा थापालाई मैले सिनेमा लिनु पर्यो भने यतापट्टि मल्टिप्लेक्सको आर्टिस्ट को तगडा छ, त्यसलाई लगाएर मिक्स गरेर फिल्ममा बनाउने यो सोचमा छु। जस्तो लज्जाको कुरा गरौँ, लज्जा अब सुटिङ पनि हुँदैछ होइन, लज्जामा रेखाजी हुनुहुन्न फेरि पनि? हुनुहुन्न, नयाँ हिरोइन शिल्पा पोखरेलजी हुनुहुन्छ। नयाँ हिरोइन चाहिँ रोज्नु, जस्तो तपाईँले उसलाई रिपिट गर्नु भएन, रजनीजीलाई रिपिट गर्नु भएन? रजनीजीको त 21 गते रिजल्टै आउँदैछ त, पहिले 7 गते म कहाँबाट लिउँ? तपाईँले एसएससी दिएर रिजल्ट नआइकन आइए पढ्न पाउनुहुन्छ? पाउनुहुन्न नि। त्यस्तै हो नि, उहाँको रिजल्ट आउँछ, तपाईँहरूले कति नम्बर दिएर पास गराउनुहुन्छ, त्यो अनुसार मैले फेरि अगाडि बढाउने हो नि त उहाँलाई। रेखा थापा रिजल्टमा पास भएरै त्यसपछि रेखाजीलाई लिँदाखेरि रेखाजीले 1 वर्ष पछाडि मेरै फिल्म खेल्नुभयो, उहाँ राम्रो रिजल्ट थियो, त्यसपछि अनि बिस्तारै पो अगाडि गएको त। अब रजनीजीको पनि रिजल्ट हेरेपछि फेरि छविराज प्रोडक्सनमा रजनीजी आउनुहुन्छ। उहाँले पनि आफूले सिनेमा हेरेपछि मैले यो गल्ती गरेछु, मैले यो सिक्न जरुरी छ, म यसरी जान जरुरी छ, उहाँलाई पनि थाहा त पाउनु पर्यो नि। रातारात हिट गर्दैछ त उहाँले केही नै थाहा पाउनुहुन्न। अब लोफर किन पर्खिने, दर्शक किन पर्खिने? छविराज ओझाको फिल्म भएर पर्खिने, अथवा आर्यन सिग्देलको मुभी भएर पर्खिने, अथवा हुनसक्ला आदित्यजीको नामबाट पर्खिने, अथवा के कारणले गर्दा पर्खिने मङ्सिर 21 सम्म? होइन, मङ्सिर 21 गते त एउटा हामीले डेट तोकेको हो होइन। अब यो सिनेमा हेर्नको लागि त भन्नु पर्यो, सबभन्दा पहिला त अब भनौँ न, छवि ओझाले 25 वर्षदेखि सिनेमा इन्डस्ट्रीमा काम गरेको, पछिल्लो समयमा सबै फिल्ममा राम्रो बनाएको छ भनेपछि त्यही कम्पनीले फेरि सिनेमा लिएर आउँदैछ छविराज प्रोडक्सनले 21 गते भनेपछि यसमा केही होला भन्ने एउटा सोच त छँदैछ। र यसमा सबभन्दा अहिले हेरेको कुरा पनि के छ भने दयाङजीको पनि भनौँ न, पछिल्लो धेरै सिनेमाहरू त्यति लुट पछाडि त्यति राम्रो मैले पाएको छैन होइन। र उहाँको पनि एउटा नयाँ चिज, नयाँ गेटअप, नयाँ तरिकाले आउनुभएको छ भनेपछि यसमा के होला भनौँ न, दयाङ राईसँग एउटा मल्टिप्लेक्सको आर्टिस्टसँग पनि छवि ओझाले काम गरेको छ भने केही कुरा त छ यसमा भन्ने त्यो पनि छ होइन। एउटा यसमा सबभन्दा ठुलो चाहिँ नयाँ डाइरेक्टर जो बम्बईबाट पढेर आउनुभएको छ होइन, दिल्लीमा डाइरेक्सन पढ्नुभएको, बम्बईमा सिकेर आउनुभएको छ भनेपछि त्यो नयाँ जेनेरेसन एउटा भर्खर यङ केटाले सिनेमा बनाएको छ भनेपछि त्यो सिनेमा के होला भन्ने एउटा कचुल त सबै दर्शकमा जान्छ होइन। अब यसमा नयाँ हिरोइन छ, 13 वर्ष पछाडि रेखा थापालाई छोडेर छवि ओझाले कोही हिरोइन लिएको छ भनेपछि यो हिरोइन कति होला त्यो पनि एउटा बाँकी छ। त्यसको जजमेन्ट त भोलि बाँकी छ, राम्रो छ नराम्रो छ के गरी भन्ने कुरा होइन, तर लिएको त छ सिनेमामा। अब बाँकी रह्यो आर्यन सिग्देलजीको कुरा। आर्यन सिग्देलजी अहिले लगातार सिनेमा फ्लप भइरहँदाखेरि पनि फेरि छविले लिएर फिल्म बनाइरहेछ, कारण के त भन्ने कुरा पनि त आउनु पर्यो नि। धेरै क्युरियोसिटी छ भनेपछि र जसरी आर्यन सिग्देललाई मैले गानामा प्रेजेन्ट गरेर पहिला भनौँ न, हिम्मत, किस्मत, हिफाजत, कसले चोरी मेरो मन होइन, यी सिनेमाहरूमा जसरी आयो, अरू सिनेमामा आयो भन्दा फरक धारमा पहिलोपल्ट मैले लिएर आएको छु उसलाई। त्यसमा पनि अनि अब अहिले आर्यन सिग्देल नचलेको बेलामा पनि छविजीले यसरी लिएको छ भनेपछि के छ त? भनेपछि यी सबै समग्रले लोफर टिम, लोफर
कसरी भएको छ, के बनेको छ भन्ने कुरालाई पनि इन्तजार हेर्नलाई गर्नुहुन्छ दर्शकहरू होइन। ओके, आजको प्रस्तुतिबाट बिदा माग्ने बेला भयो। हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद र लोफरको सफलताको शुभकामना पनि